आज हामी पढ्दैछौँ प्रमुख घाँटी र भन्ज्याङहरू नेपालका। यिनीहरू नै हुन् अहिलेसम्म लोकसेवामा सोधेका, तर यिनीहरूलाई अलि नाम उच्चारण गर्दाखेरि तपाईँहरूलाई चाहिँ के लाग्ला, अलि अप्ठ्यारो नै लाग्ला सुरुमा चाहिँ, किनकि यो सायद नेपालीले नाम राखेको भए त अलि राम्रो नै राख्थ्यो होला, चाइनिज नै नाम जस्तैसँग होइन। पढ्दै गरेपछि थाहा हुन्छ है। ल हेरौँ, सुरुमा छ ताप्लेजुङमा पढ्ने भन्ज्याङहरू छन्। झिँगा चाटिखा, यो सूत्र कण्ठ गर्नु होला। जस्तै झिङसाङ, घाङला, चाबुक र टिपताल र खाङला भन्ज्याङ, यी चाहिँ ताप्लेजुङ जिल्लामा पर्छन्। यिनीहरू चाहिँ झिँगा चाटिखा भनेर हामीले सूत्रबाट पढ्छौँ। त्यसै गरी सङ्खुवा सभामा पर्नेवाला छन्। सङ्खुवा सभामा भाटभटेनी, रामला, पोपटी, छिर्चोमा र उम्बक भन्ने चाहिँ यो उसमा पर्छ, सङ्खुवा सभामा पर्छ। हामी रिपिट पनि गर्छौँ ल। अनि झुमा र कोदारी भन्ने सिन्धुपाल्चोक जिल्लामा पर्छन् यो दुईटा। अनि नाम्पा भन्ने चाहिँ सोलुखुम्बुमा पर्छ। यो यसका 2-3वटा नामहरू छन्, अन्य ठाउँमा पर्छन्। जस्तै अर्को छ सोलुखुम्बुमा पर्ने भइहाल्यो। त्यसपछि नाङफुङला, च्याङचुमी, छाताङ, पर्चे र क्यामा, यो मुस्ताङमा पर्छन्। अलि नाम त्यस्तै छ। अनि ग्याला, मैलाट, साचिङ, याङडोले, चाङजुङ, थाप्ले, याप्ले र लार्के, यी चाहिँ सोधिराख्ने क्वेसन हुन्। यो चाहिँ गोर्खामा पर्छ। र खुङ, मेङ्गा, ज्याङचे, पिन्डु, मारिया, यानाङ, काङकङ र याला, ये चाहिँ डोल्पा जिल्लामा पर्छन्। सोलुङ, चिम्ला, लाप्चे, चाङला, सर्पे र यारी हुम्लामा पर्छन्। यी प्रायःजसो सोधिराखेका क्वेसनहरू हुन्। र छ्याङ्ला र टिङ्कर दार्चुलामा पर्छन्। यो प्रायःजसो म्याक्सिमम सोध्ने क्वेसन एउटा यो होइन। यिनीहरू चाहिँ सोधिराखेका क्वेसन हुन्छन् यिनीहरू। र उराई बझाङमा पर्छ, रसुवामा पर्छ र याङ्जा मुगुमा पर्छ। रिपिट गरौँ है। झिसाङ, घाङला, चाबुक, टिपताल र खाङला ताप्लेजुङमा, भाटभटेनी, रामला, पोपटी, छिर्नाचोभा, उम्बक सङ्खुवा सभामा, झुमा र कोदारी सिन्धुपाल्चोक, नाम्पा सङ्खुवा सभामा, फाङफुङ, चाङमी, छाताङ, पर्चे, क्यामा, ये मुस्ताङमा, याङला, मैलाट, साचिङ, याङडोले, चाङजुङ, याप्ले र लार्के गोर्खामा, खुङ, मङ्गला, ज्याङचे, पिन्डु, मारिम, याङला र काङकङ र याला डोल्पामा, लोलुङ, चिम्ला, लाप्चे, याङला, सर्पे र यारी हुम्लामा, छ्याङ्ला, टिङ्कर दार्चुलामा, उराई बझाङमा र रसुवामा र नाङ्जा मुगुमा। अलि नाममा अप्ठ्यारो होला, त्यही पनि मिलाएर पढ्नु होला। हस्, धन्यवाद।